यो गाइज वेलकम टु आवर न्यू भ्लग है। आज चाहिँ हामीसँग दिदी हुनुहुन्छ। कोही सबजना एन्टी लाइट आएर कोही केही थिएन। रुपिका, दिप्सन, साराजना है। आज चाहिँ हामी आज हामी कहाँ जान्छ? नागी गुम्बा गुम्बा जाँदैछौँ गाइस। मैले चाहिँ सकाइसकेँ गाइस। मैले सकाइसकेँ। हाम्रो खानेकुरा पैदो छ। मैले किनेर ल्याएको यत्रो धेरै। अहिले यहाँ यिनीहरूले नि बोक्छन् है। म चाहिँ केही बोक्दिनँ किनभने म को बोकिसक्छु मलाई। ल गाइस अब हामी बाटोतिर भेट्दै गरौँला। अहिलेको लागि बाई। र गाइस म चाहिँ सानो बल हान्दै यहाँसम्म आइसकेँ होइन। परि यहाँ आउँदैछ दिदीहरू उता आउँदै हुनुहुन्छ। टक्क यसले मबाट बल खोज्न ट्राई गरेँ तर सकेन। ल हेलो भन्नु नि त। हेलो दिदी हेलो। आजजना हेलो। बिस्का बार्छ। यो गाइस हामी आइपुगिसकेका छौँ शिवपुरी नेसनल पार्क। दिप्सन, आराधना, रुपिका अनि अलिक गाह्रो छ नाम है। साधना दिदी हर्न क्षेत्र हर्न निषेध रे। ए सरी ध्यान क्षेत्र है गाइस। यहाँबाट जाने गाइस सबजना 125 निकालौँ है गाइजहरू। 125 निकालौँ है गाइजहरू। 125 निकालौँ है। मलाई त थाहा छैन, मैले त चिन्दिनँ कसैलाई नि गाइस। यो नि फाली यत्रो बोकेर आइरहेको छु अहिले। त्यहाँ चेक हुँदैछ गाइस। यो कतिवटा छ भनेर नि गर्नुपर्छ। त्यतिवटै फिर्ता लिएर आउनुपर्छ नि। ल गाइस अब हामी त्यो फर्म भरेर भित्र छिर्छौँ। बाई गरिदिउँ दिदी। बाई। गाइस हामीले चाहिँ टक्क टिकट लिइसक्यौँ होइन। अनि तिनीहरू त्यहाँ फर्म भर्दैछन् है त। ल गाइस हामी चाहिँ भित्र छिरिसकेका छौँ। त्यहाँबाट छिर्यो त्यहीँ लिएर चाहिँ भ्लग बनाउन बिर्सेछौँ हामीले होइन। फोटो खिच्ने रे होइन यताबाट चिनिन्छ गाइस। अब हामी माथि जाने। हामी जान चाहिँ खास के अरे नागी गुम्बा जाने भनेर आएको हो। के हो यो? गड इज अलवेज विथ मी रे। यस्तोलाई देखाउने हो म। अनि के अरे हामी खास नागी गुम्बा जान आँट्यो हौ। सबैजना पछाडि आइरहेछन् तर हामी पुग्छौँ जस्तो चाहिँ लाग्दैन। दिदीहरूलाई बनेपा पुग्नु छ भन्नु। राष्ट्रिय निकुञ्ज त हामीलाई जा भनेन त। कहाँ राष्ट्रिय निकुञ्ज? यो हामी छिरिसक्यौँ राष्ट्रिय निकुञ्जभित्रै भन्नु होइन। अनि के अरे के पो भनिरहेको थिएँ म? नागी गुम्बा जाने भनेर आएको आउन चाहिँ हामी। तर पुग्लाम जस्तो लाग्दैन है। तर के हो भने पुगेनौँ भने आधी बाटोमा बस्ने खाने फर्किदिने हामी। हामीलाई टेन्सन छ? छैन। जान पाए त हुन्थ्यो। अब दिदीहरू बनेपा जाने भन्नुभयो छिटो कुरा हो अब होइन। ल गाइस बाटोतिर भेटौँ। ट्याप हान्नु ट्याप। गाइस थकाइ लागिसकेको छ। छैन आई एम एक्टिभ। मलाई नि थकी लागिसक्यो। म चाहिँ डाइरेक्ट स्पिच के स्पिच रे? म चाहिँ एक्जेक्टिभ। म भर्ब। थाहा छैन यहाँ छ यहाँ लिएर गाइस। हामी जानला भनेको उ त्यहाँ नागी गुम्बा 1 घन्टा मात्रै त रहेछ नि। के को ऊ हुनु नि 1 घन्टा त रहेछ नि जानु होइन। यहाँ हेर न ल। सबैभन्दा छोटो मैले छोटो र ऊ हेरे हो कि होइन? सब 3 घन्टा। हामी उ त्यो माथिको शिवपुरी पिक 4 घन्टा 30 मिनट गएर आएको। यहीँ त जान माने छैन। उहाँ जान्छन्। ऊ यहाँ
यसमा खोइ त गाडी छैन गाडीले त आधी घन्टामा पुर्याइदिन्छ अरे हिँड्दा चाहिँ 1 मिनेट गाडीको फेरि हामीले छैन नि त अनि यहीँबाट हो ऊ यहाँ देखा छ त नि यता कति भयो टाइम जाम हम कर सकते हैं गाइस ये समीप म तिमीलाई भने तिमी आएको भए कति रमाइलो हुन्थ्यो तिमीले मिस गर्यौ अब तिमी सम्झिँदैन समीप दाइको मैले त सम्झेको छैन भने मैले त को हो त्यो चिन्दिनँ मैले त्यसलाई ल गाइस हामी जाँदैछौँ बाटो हेर न म गाइड गर्छु जेनी यो जेनी भन्छन् होइन गाइजहरू यस्तो यहाँ टुट आउँछ यो पार्टमा टुट आउँछ अनि आउँछ भइरहेको जल्दो बल्दो भ्लगलाई बिगारेर हुन्छ त नि के बोले दिदी हालिदिउँ म हालिदिउँ म सबैलाई भनिदिन्छु सबैलाई भनिदिन्छु म बारिस्टर हो म भन्छु यो बनमारा हो बनमारा ओके त्यो त हामीलाई थाहा नै थिएन हामीले त त्यो गाउँतिर घाउ भएको बेलामा गोडातिर हामीले त गाउँतिर त्यो घाउ भएको बेलामा बनमारा घोटेर लाउँदैन थियौँ होला होइन अनि बनमाराले चुङ्गिनी खेल्दैन थियौँ होला हामीलाई बनमारा भनेर नि बल्ल थाहा पाएको होला होइन गाइस घाम त्यहाँ ऊ होइन गाइस अब बाटोतिर भेट्दै गरौँला अहिलेको लागि गाइस सबजना पछि परिसकेका छन् है अरे छैन है मैले गाइस त्यस्तो केही गरेको छैन रुपिका जस्तो होइन अरू भर्खर भाग्दै आइरहेको थिएँ क्यामेरामा नि प्रुफ छ है अहिले चाहिँ क्यामेरामा नि प्रुफ छ मलाई थकै लागेन को यो तान्न पाइँदैन है ल गाइज लेट्स सी हामी कहाँ आइपुग्यौँ यहाँ त एकछिन है हेलिप्याड यता हेलिकप्टर ल्याउनु पर्ने रहेछ मिस्टेक भइहाल्यो नि एरोप्लेन ल्यान्ड नहुने भएर मात्र यस्तो नराम्रो आइरहेछ मलाई बालै भएन ओइ प्रवेश निषेध रे किन त्यहाँभित्र के छ जुम गाइस यस्ताको सङ्गत गरेर अघि बढिँदैन भन्थ्यो हो रहेछ त्यहाँ त बसे छन् यो भन्ने बित्तिकै दिदी कुद्न थाल्नुभयो कि तर यो गोसाई थान जस्तो लाग्यो होइन गाइस जाम हामी गाइस कमन हामीले हार मार्नु हुँदैन हो यत्तिको चाहिँ हुनुपर्छ है यत्तिको चाहिँ हुनुपर्छ है दिदी अगाडि ओइ झन्डै लडिन भेट्दै गरौँला फेरि हामी अहिलेलाई यति नै हजुर ल गाइस भाइ गाइस के गर्दैछन् हाइकिङ गएको अरे गाइस हामी नि जाउँ ओ यसरी जान सकिन्छ किन नसकिनु गाइस माथि हेरौँ है थकै लाग्यो गाइस यो उकालो त ए फेरि गरिदिए त गरिदिएन फेरि गरिदिएन फेरि गरिदिएन यत्तिको चाहिँ चाहिन्छ है हो कि क्या हो ए फर्स्टमा आएर मात्र हुन्छ आधी घन्टा लाएर आएर हामीले त एकैछिनमा कट्छ सबैभन्दा धेरै टाइम लाग्छ चाहिँ रुपिकाले है यहाँबाट पनि माथि जाने कि नलाउने कि धेरै छ घुमेर जाउँ न त हामी घुमेर
हामी घुम्यो ए दौडिने होइन दौड्यो भने स्ट्यामिना या थकै लाग्छ कि हामी बायो स्टुडेन्टलाई मैले सिकाउनु परेको छ अनि हुन्छ यस्तो पाराले रिमाइन्डर त छैन नि रिमाइन्डर नि फेरि कम्प्युटर सिस्टम तिनीहरू पुगिसक्यो होला त्यहाँ खोइ त नि यस्तो पाराले हुन्छ फर्कियो जस्तो छन् तिनीहरू पक्कै नि सकेन नि तिनीहरूले ग्रेट चोइस मैले गर्दा है उही त भयो नि लगाइ के भयो लगाइ फेरि हामी दिदी बाई गरिदिनु ट्याप हान्नु नि ट्याप त्यतिको चाहिँ हुनुपर्छ है मुख देखिया छैन छुट्टै कुरा हो तर त्यतिको चाहिँ हुनुपर्छ म त गर्दिनँ एकछिन पछि हजुर नि मेरो दाइ होइन भन्नलाई हो मैले बुझिसकेँ है लगाइस यति भन्नलाई फेरि अघिनको ट्यापबाट फेरि सुरु गरेँ कि ल फेरि ट्याप के हुन्छ अरे फेरि तेरो युनिभर्सिटीमा त्यस्तो हुन्छ कि नसा होइ बाई स्टुडेन्टलाई यस्तो चाहिँ थाहा हुने रहेछ दिदी आउँदै हुनुहुन्छ के दिप्सन र आराधना चाहिँ त्यहाँ माथिबाट गयो त्यता जाने नै होइन तर हो कि होइन नि थाहा होइन त्यहाँ त्यहाँ हेरौँ पहिला हामी जाने कता हो यता रहेछ यहाँदेखि हाम्रो 25 मिनट धेरै छैन नागी गुम्बा 25 मिनट नागी गुम्बा ऊ यतापट्टि होइन त्यो हेर्न आउनुपर्छ कि अलिकति नागी गुम्बा यता हो ओइ तर के हो कस्तो त्यसै त्यो हो तर मैले नि त्यही बुझेँ बुझ्न चाहिँ होइन नभए त त्यसो भए यो भनेको त यो नि हुनसक्थ्यो त नि त्यही त यहाँ ब्राकेट लाग्छ त गाइस त्यही त यो ब्राकेट लगाएको किनभने यो दुइटै यतापट्टि छ भनेर यो ब्राकेट लगाएको ल कस्तो त्यो यो सानो ब्राकेट भने होइन कि यसको यतापट्टि ठुलो ब्राकेट छ यहाँनिर कर्ली ब्राकेट छ यही बाटो गएको हो अस्ति नभने 12 हो होइन आएको त मलाई याद मात्र नभएको यहाँबाट यस्तरी माथि गएको थियौँ हामी ऊ त्यहाँ आउँदैछन् ल हामी जाँदै गरौँ अब लास्टमा भ्लगै बनेको रहन्छ अरे के बने हाँस्नु पर्दैन कहीँ जाउँ कहीँ दिनु किन दिदी त लगाइस फेरि भेटौँला ट्याप गुरु नगर त तिमी यो ट्याप यो गाइस रुपिका क्यामेराम्यान है भर्खर उठ्या के रे झरना सानो झरना हामी ढाइटर जाँदा कतिवटा देखिन्छ कति के भयो दिदी तपाईँलाई एभ्रीबडी इग्नोर्स मी या यु आर राइट कस्तो चिसो पानी हो र अब चाहिँ यो माटोको बाटोमा चाहिँ कुद्नु पर्छ एङ्गल मिलेको छ है रुपिका मलाई भ्लगिङको बानी भएछ यो चाहिँ कति 2.5 होइन 2x मा यहाँ मात्र के राम्रो भयो कि हाइकिङ पनि भयो अनि त्यसपछि रमाइलो अघिसम्म चाहिँ परितोषले कहाँ लिएर आयो यो परितोषले आएर चाहिँ द नन्चल्यान्ड ग्रुप्स द एक्स्ट्रोभर्ट मलाई दिपीले यस्तै गर्दै थियो मेरो साथमा गाइस
गुम्बा आएकै थिएन यत्तिकै गुम्बा आयो भनेको सबजना दौडिँदै आए मोबाइल तनी हो कोही चढ्न गाइस अब हो यो राम्रो गुड पोइन्ट है अहिले चाहिँ मन पर्यो अघिसम्म चाहिँ के पो होइन त्यहाँ परसम्म चाहिँ नजाउँ है ढिला हुन्छ ल ढिला त हुन्छ गाइस 25 मिनट भनेको आधी घन्टा हुन लागिसक्यो होला तर हामी पुग्न सकेका छैनौँ गाइस रियालिटी यस्तो हो कि त्यो भिडियो बनाउँदा चाहिँ यो ब्याग उता हुन्छ होइन त्यो भिडियो हराइसकेपछि चाहिँ यो ब्याग फेरि मैबाट आउँछ कि अहिले क्यामेरा अन छ भने थाहा नपाएर हो नभए अब पुग्यो भाग्यमा रहेनौ तिमी कसैलाई आएन थर्ड लगाइ जाउँ हामी यसरी अलमल्लिएर फिटिकै हुँदैन हाम्रो गन्तव्य धेरै टाढा छ त्यत्तिको कुद्ने मान्छे चाहिन्छ तर कुबाट टाढा कुभन्दा टाढा ल गाइस भालु स्योर भालु हेर्नु है गाइस हेर्नु है गाइस लो गुम्बा त आउँदैन त अघिदेखि 25 मिनट भनेर हामीलाई 25 घन्टा त अलि धेरै हुन्छ होइन धारा चाहिँ रहेछ पानी थाप्ने भए धारा रहेछ तिमीबाट मास्तिर जस्तो छ ल मेरो अकर्डिङ टु माई क्यालकुलेसन गाइस यति मान्छे कुदेर आउँछन् कि भनेर भनेको आएनन् यसपालि अघिदेखि त्यही भनेछौँ तर होइन यो गाइस पानी किन उसको हेलिकप्टरमा हुनुपर्ने रहेछ के भन्ने तपाईँले हेलिकप्टरै भन्यो भने म त झुकेर साँचो बोल्नु भयो कि क्या हो भन्छ नि र गाइस सबैलाई त्यो चाहिँ ग्रिपको लागि हो कि दिदी नचिप्लोस् भनेर भन्दै ख्यालमै हामी गुम्बै आइपुग्यौँ हेर्नु गुम्बा ए नजानु दिदी कति होला गुम्बा माथि अब त भर्याङ छ गाइस गाह्रो हुन्छ गाइस यो मान्छे गुम्बै बेची भेटाउनु अब चाहिँ मेहनत गरेछ भर्याङ दिदीहरू त्यहाँ आइसक्नु भयो त्यहाँनिर हामीले झन्डा देखेर पक्कै नै अब चाहिँ आइयो होला भन्ने भयो अरू सब झर्ने बेलामा हामी भर्खर पुग्दैछौँ दुईजना चाहिँ अल्छीका पोकाहरू आउँदैछन् बिस्तारै के भन्नु छ र झन्डा चाहिँ त्यही हो होइन तपाईँहरूले त पक्कै देख्नु भएन होला मलाई थाहा छ किनकि हाम्रो आँखाले देख्ने तपाईँहरूको आँखाले देख्दैन छिटो आउनु छिटो आइसक्यो अब आइसक्यो के स्योर फर स्योर एफआर फुर या फुर भर्याङमा चढ्न चाहिँ अलिक गाह्रो हुने कि ल कुद्यो खै त ल गाइस आएको जस्तो त लाग्छ मलाई त्यो आएको हो कि हामी अब आउनु खोज्या हो आइसक्यो त भन्दिनँ म ल गाइस खुल्ला ठाउँ चाहिँ आयो है होस् सास फेर्ने ठाउँ आएन चिन्ता नगरौँ न यही हो कि ल
खोइ त यहाँ आउनु त्यो सानो गुम्बा देख्यो त्यहाँनिर त्यो होइन कि उनीहरूले चाहिँ त्यो भन्ठानेर कराइरहेको छन् त्यो मलाई छिटो आऊ बसेर हुँदैन झन् कुरिरहेको छु बोकेर अरे बोकेर त के हो बोकेर अहिले फर्किने यस्तै गरी तर हामी अलिक ढिला आएको चाहिँ आएकै हो है मलाई दोष लाउने अब अन्तिममा आएर यस्तो रमाइलो भइरहेछ यस्तो रमाइलो भएको छ महत्त्व मेरो त महत्त्व नै छैन र उतै हो गाइस गुम्बा चाहिँ उतातिर देखिरहनु भएको नि गुम्बा चाहिँ त्यहाँनिर छ कस्तो क्लियरै नआएको जस्तो भएको कस्तो फोन हो यो ल गाइस माथि नै पछि भेटौँ ल अब गाइस आमा देखि आइन यतापट्टि आइज गाइस हामी आइसकेका छौँ यता बाँकी सबै कुरा साइडमा हामी आयौँ ए ल ठिक छ मजाले फेरि बाटो साथसाथ निकाल्नु मलाई देखाएको खै दिदीको चाहिँ आज स्विङ भइरहेछ मुड आमा ल गाइस अब हामी एकछिन यहाँ शीतलमा बस्छौँ यहीँ खानु होला होइन गोरो मान्छे राति भयो गोरी मान्छे राति भयो होइन तिमी दिउँसै छौ राति भएको छैनौ हामी शीतलमा बस्छौँ अब एकछिन है अलि हरियाली थियो यो हामी बेलामा आएनौँ नि त अनि त्यही भएर अलिकति हरियोबाट पहेँलो हुन खोजेको रहेछ होइन उहाँ दुईजना त्यही बुझ्नु न अब गाइस हामी एकछिन बस्छौँ होइन आई गाइज होइन यिनीहरूले पोटाटो बिस्कुट मैले के किने मलाई याद छ कि मैले के किने मलाई सब याद छ कि अझ हामी आइसक्यौँ होइन यो के गुम्बा रे यो नागी गुम्बामा हामी आयौँ होइन ओ ये गर्न पर्यो ओ ये अलराइट ग्याङ अब हामी खान्छौँ हामीलाई भोक लागेको छ हामीलाई थकाइ लागेको छ एकछिन रेस्ट गर्छौँ पनि देखाउँ न गाइस हामी बजाउन थालिसकेका छौँ होइन सबजना यिनीहरू चाहिँ नहाल्ने हो यसपालि त्यो मसला हाल्यो भने पिरो भइहाल्छ एउटा मात्र पिरो नहाल्ने कि मसला एउटै हुन्छ नि त गाइस सकेपछि भेटौँला हामी के अरे हामी तल झरिसकेका छौँ उता अर्को भ्लग बन्दैछ त्यो भ्लग पनि एउटैमा आउँछ चिन्ता नगर्नु होला तपाईँहरू होइन त्यो भ्लग नि एउटैमा आउँछ अनि अर्को कुरा चाहिँ हाम्रो 0.6 वाला क्यामेरा अफ भइसकेको छ
अब 1x मा खिचिरहेको छौँ केही अलिकति फरक त पाउनु भएको छ हजुरहरूले मलाई थाहा छ होइन तर त्यसको लागि म माफ माग्न चाहिँ होइन त्यो पनि 0.5 मा नभइकन त्यो पनि 0.5 मा नभइकन 1x मै खिचिरा हो अब सबै भ्लग 1x मै आउँछ के हो मलाई त के अरे आक्रमणमा परिसक्यो गाइस हामी माथि प्रहार भयो बाँदरले हामी अहिले बाँदर नि धन्न सुनेको छैन ए गाइस भन्ने बिर्सेछ अघि हामी बसिरहेको थियौँ मसँग त्यो स्न्याप छ मैले है अघि हामी बसिरहेको थियौँ गाइस बाँदरको होइन बाँदर पहिला मुख मात्रै देखाए बाँदरहरूले अलि परै मुख मात्रै देखाए बाँदरहरूले होइन अनि त्यसपछि गाइस प्लान बनाए तिनीहरूले हामी त 5 जना थियौँ तिनीहरू भए 10-12 जना होइन पहिला प्लान बनाए एकछिन त केही भइरहेको थिएन चारैतिरबाट आइदिइहाल्यो अन्त टाप हामी होइन म त्यस्तो डराउँदिनँ गाइस होइन अरू डराएर मात्र हो नभए त म डराउँदिनँ यो पानी भर्ने हो गाइस यहाँ नभर्ने होइन उता झरना आउने खाने पानी अनि त्यसपछि तिनीहरू 10-12 जना मिलेर हामीलाई घेरेकै कि फेरि एकतिरबाट आउनु नि चारैतिरबाट घेरिदिएर ल प्लान बनाएर हामी खाजा खाँदैछौँ तर हामीले बोले चाहिँ सुनेको थिएन म त के किन भयो भन्दा नि यार एकछिन त अनि त्यसपछि अनि अट्याक हाने तिनीहरूले हामीलाई अनि हामीले हाम्रो खानेकुरा जति सब प्याक गरेर अनि फेरि अर्को ठाउँतिर लागेको कि हामी बुझ्नुभयो अಯ್यो गाइस बाटोतिर भेट्दै गरौँला होइन आउँदैछन् यिनीहरू बाई सबै कुरा साइडमा अब हामी फर्किन लागिसकेको छौँ सबै कुरा साइडमा सबैजना साइडमा होइन अब हामी फर्किँदैछौँ कहाँ फर्किँदैछौँ भने हामी अब घर फर्किँदैछौँ कहाँबाट शिवपुरी त्यस्तै गर्छन् यिनीहरू अनि मैले मुसा देखाएको थियो अघि है अब हिँड्नु अघि भने अलराइट ग्याङ वी गुड अब हामी ल इन्ट्रोड्युस योरसेल्फ Myself, Rupika Paudel. I study in Bonipani Secondary School. To be angle भएन के? Alright. अनि तिमी यत्रो छौ. सुन तिमी यत्रो छौ हैन? अनि म यत्रो छु. तिमीलाई देखायो भने म आउँदिन मलाई देखायो भने तिमी आउँदैन. Sorry. That's how you do the vlog. We good, Chaz. We good. Banana. Professional. Yeah. I study in International Bonipani Secondary School हैन? म चाहिँ बाई स्टुडेन्ट हो त्यही भएर मैले यहाँ यिनीहरूलाई यस्तो नेचर हेर्नु लिएर आएको यिनीहरूलाई सबसे सानो चाहिँ मै हो हामीले नेचर हेरिसक्यौँ है त ल अलराइट वी गुड अब चाहिँ मैले भ्लग ओभरटेक हानिसकेँ होइन अब हाम्रो ग्याङले बनाउँछ के भ्लग त्यो तिनीहरू काम छैन क्या खै के भेटाएर भेरी गुड साँझ दिदीले ढिलो भइरहेछ खोइ रुपिका यहाँ दिप्सन यहाँ हामी कोटेश्वर आइपुगेछौँ मलाई भर्खर याद आयो भ्लग बनाउनु पर्छ भनेर हामी कोटेश्वर आइसक्यौँ उहाँबाट होइन मलाई भर्खर याद आयो कि भ्लग बनाउनु बिर्सेछ हामीले खोइ दिदी मैले त्यही भने कहाँ हिँडेको होइन कि दिदी त सानो हुनुहुन्छ कहाँ हराउनुहुन्छ भने त्यो धुलीखेल बने पापाको गाडी हो त्यो उत्यो पछाडिको लगाइस खोइ त त्यसमै चल्ने हो गाइस ढिला भइसक्यो मान्छेहरूको मुखै यस्तो छ होइन नरुनु दिदी तपाईँ नरुनु भनेको मान्नु होइन पर्दैन रुपिका यहाँ दिप्सन खोइ दिप्सन सिरियस छ दिप्सन नि अहिले मै मात्र हो मलाई त हाँस उठ्यो भन्दा के यो कति बज्छ सिस्टर नि सिरियस हुनुहुन्छ हामी बसमा छौँ कि बसमा तिमी त राम्रो आइरहेको रहेछौ गेस्ट रात परिसक्यो दिदीहरूले बत्ती बालिसक्यो के अरे के पो थिएँ म के भन्दै हुन्छ दाइ
एकछिन झरिसकेपछि तिमी भित्रतिर दिदी रिसाइरहनु त भएको होइन दिदीलाई टेन्सन परिरहेछ हाम्रो कति बज्यो अहिले कति बज्यो रुक्नु है गाइस म आफै हेर्छु कोही भिडियो हेरेर बेलामा त टाइम नि हेरेर मिलिरहेसक्यो त्यहाँ आउनु न त्यहाँ आउनुहोस् न हजुर ओके हामी सब एउटैतिर भइसकेका छौँ अब रुपिका के अरे दिप्सन त क्लियर देखियो है टेररिजम के हो हजुर टेरिटरी एरिया त्यही हो टेरिटोरी भने आफ्नो एरिया ओके ओके दिदी रुन आइरहनु यता फर्केर रुन्न दिदी लगाइस आजको भ्लग बसमा एन्ड हुन्छ होइन फोन नि आइसकेको छ ट्याप हान्छु त बाई बाई भनेर ट्याप हान्छ सबजना दिदी यो गाइस आज हामीले सबैलाई गुड बाई भनिसकेका छौँ रुपिका हो तपाईँहरूले चिन्नु भएन भने होइन अलि कालो देखिहाल ल के लाइटै छैन अनि कालो देखिन्छ त चिन्नु भएको छैन भने होइन हामीले सबैलाई गुड बाई भनिसकेका छौँ अब हामी जाँदैछौँ कहाँ मामा घर हामी चाहिँ मामा घर जाँदैछौँ होइन कति बज्यो यताबाट मामा घर जाने बाटो बिर्स्यो घर जाने बाटो बिर्स्यो तिमीले भ्लग चाहिँ अघि नै एन्ड भइसकेको थियो होइन के पो त होइन अब म भेटेँ होइन केही होला यो कोही के हो भाइब्रेसन गर्ने मतलब रेकर्डिङ नै भर्खर सुरु भयो के अरे अब हामी यहीँ मामा घरमै बस्छौँ उसको घर मेरो मामा घरमै बस्छौँ भन्ने होइन अनि आज यो एडभेन्चर सकिन्छ अनि सबैजना अब हामी घर पुग्छ नि दिदीहरू घर पुग्नु भइसकेको छ भने मलाई थाहा छ अनि चाँडै पुग्नुहोस् होइन अनि आज यति नै भन्दै हामी आजको एडभेन्चर सकाउन चाहन्छौँ हस्त धन्यवाद।